एउटा कुकरमा उमाले गएर त फेस यस्तो फुल्यो मलाई अनि घाम यस्तो त यस्तो बेला यिनीहरूलाई पिङ खेल्न जाने भने ल सबैजना हिँडे पिङ खेल्न लाइन गयो यसले घरमा पनि बस्ने यतिकै त्यो त लडेर बस्छ जतिखेर पनि कामै छैन बत्ती गएर चाहिँ घरिकै भयो यसलाई ल अब पिङ खेल्न चाहिँ आज यसले मलाई यहाँ घाममा डढाएर ल्याउने भयो के अरे यस्तो घाममा हिँड्न या ल सी यू न्युज ब्रेकिङ न्युज यसो पिङ खेल्न आएको के अरे हिजोकै पिड्का फेरि होइन के पर्सनल पिड्का ल्याएको थियो नि क्या हो कि अनि आफूले खेल्ने बेलासम्म राखेन नि आफूसँगै लिएर गएन नि फाल के भयो अरे यसो पछाडि केही समस्या हालखबर ठिक त अझै खेल्न तल होइन यस्तै चर्को घाममा तल पिङ खेल्न उत्सुकता भएको खेल्न अब भन तेरो टाइम पास त्यो घरको काम गर्न छैन लखरा तल यहाँ हिजो यसै त मेरो हात काटेको त नि टिकाको लागि स्ट्रगल अब यहाँ कतिको कम्फर्टेबल भयो त्यो त्यस्तै हो जुगाड गरेको नि भएन के भएन के त्यो एउटा गतिलो अनि हिजो हाल्छु हो न होइन त अनि ल अकेले अब मजा एक्लै त्यो खेल अब तल रहर लाग्यो होइन खेल आफ्नो पिङको सिटको लागि आफै जुगाड गर्दै हामीहरू हुन्न के यो वास्ता साह्रै पतलो हुन्छ के हुन्छ भाइ झन् अनकम्फर्टेबल हुन्छ त्यो भाइ अगाडि हेरेर चला न आफ्नो पिङको लागि आफै सिट बनाउँदै हामीहरू त्यत्रो बिहान त उदा राख्नु भएको थियो त्यो के को लागि त्यही ल्याएको हो नि फ्याट हान्न जान्न ओके अब जुगाड गरौँ के अरे अब फाइनल अब के हुन्छ अब यसो अपडेट गरिराखौँला कति राम्रो जुगाड गरिस् तरी कसरी बस्ने अब यहाँ कसरी गर्थे कि है कसरी गर्छु म शान्त आउने हातले घुमाएर त हो के अरे तर कसरी हो कसरी यतातिर हो कि यतातिर यो पनि आकाशमा हेल्ने पनि हो आकाशमा हेल्ने अब ट्राई गरौँ हुन्न कि यो यसरी राख्दाखेरि फ्यास्दा जान्छ के जुगाडु हो यो ल गर त्यो लट्ठी हाल्दा पहिला सुरु मन बल्ल ए मलाई के गरे बेटारी यसले जाँद चाहिँ अब यसरी हो कि त्यसरी कुन यो ओहो कस्तो राम्रो सिट भयो कि आमा अर्को लाइन देखाइदिनु आउनु किन मलाई तेरे का पेरे जस्तो नि भाइ आउनु त हजुर भिडियो बनाएर झन् बेच त नि त कामै त्यस्तो गरे त भाइ ग्यारम त नि अनि लड्की ल गाइस अब म पनि आफ्नो यसो योगदान दिउँ है यहाँ अनि के हेरौँ पास त भयो अब कहाँ बसेर हेल्ने भाइ ओहो अजब सिट गजब भयो यहाँ
अजब कहानी भयो हुन त भयो त यार तर भएको नि भयो तर बसेर कसरी बसेर खेल्ने त नि अब ल भाइ यो पनि ल ल ल ल कासा पुऱ्याउँदो रहेछ हेरौँ ल पछि यही चाहियो रुक 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 त्यही हो त्यसले काट्टौँ न त बरु उति ठुलो काट त्यसले ठ्याक्क पार ल ल ल ल ल ल ल ए लाउला के कसैलाई नाला सुब्बाराको निरज चोपडा यसलाई कि त्यो तिनीहरूसँग पार ल अब डोरी यहीँ खेल्यो अब अर्को बना ठुलो बास्केट गर्ने काट्टौँ यता खेल्दै गर हामी उता अब नेक्स्ट स्ट्रगल गरौँला अब फेरि या गथेको काम छैन त्यहाँ आफै जाँदाखेरि बहिनीलाई पठाउँदा त काट्छ र टिन्सिनले त्यो त्यहाँ अड्क्यो के पाल पछाडि धकालेर तान्न हो त्यहाँ पानी भरिएको खातै मासु छ के बोलेको ल ल ल हेर्न 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 धन्न एउटा पोज देन त्यहाँ शाहरुख खानको टिङ 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 कसम तेरो यो पोज देखेर त शाहरुख खान खुद गोड्न आउँछ होला यार तँलाई त फिल्म खेल्न जान्छु अनि म ओइ गइस यो मास काट्न तपाईँ कुन महापुरुषले काट्ला यार त छस् त या महापुरुष हो कि यो आँसी नलाग्ने है यसले त भोलि मान्छेसँग मनला यार यसरी उठाएर काट्नु पर्ने हो यस्तो यस्तो बाख्राको टाउको काटे जान्छ टाका पर्छ अहिले साउन्ड टोलरेन्स भयो अहिले ओ भयो 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 वाच चाहिँ पर्यो है त्यो कुरा खादिनु हुन्छ ओइ गर्छ कि केटाले केही न केही प्रगति त गर्छ है यसले खेतीपाती गरेर खेतीपाती गरेर फेरि कहाँ उल्टा हानेको उठ्छ कि ए ल ल ल समा समा खुट्टा हान्छ राम्रोसँग राम्रोसँग भ्याच्छ यहाँ वाह ल बेनुको किकबाट बच है सबै गल्ती भयो नि झन् के हो डाइरेक्ट काट्नु पर्यो भाँच्छु होइन यतापट्टिको भाँचेको नि त उतापट्टिको त केही किनमा छैन नि त उतेर नै हाल्ने के क्या मेरो मजेदार किक यो डोरी के गयो यसलाई पसल लैजाऊ न के हल्जा यसले डाइरेक्ट तान्दिम पिङको त नापो ल्याउन यत्रो डोरी आफ्नलाई राम्रोसँग राम्रोसँग यिनीहरू यति लेभलको काम चोर छन् कि पिङ त्यहाँ पर्छ हाल्छ पहिला त्यहाँको नापो यहाँ मेजरिङ टेपले नापेर यहाँ ल्याएर हाल्छ दिस इज बिजनेस त्यस्ता राम्रोसँग गरे हराम खोरहरू हुन्छ नि यो चाहिँ किन काटेको उतेर नै हाल्ने भनेर भनिरहेको छु यसो एकछिन हाम्रो खेल्नेसम्म जुगाड हामी खेल्ने त के भएको छ ल अनि मै बस्दा भाँचेला बेनु नि मोटी यहाँबाट यति कष्ट गर्न पर्ने 2 मिनट पिङ खेल्नलाई यार बिचरा गाई अर्को वर्ष त मैले हाल्छु कि पिङ अब तैँले हाल्के सबै बल्ल पर्फेक्ट हुन्छ अनि बिचरा त एकछिन पिङ खेल्नलाई यति कष्ट गर्नु पर्ने यार कस्तो काम नलाउने हाले हुन्छ नि है अब बाहुबलीको एकदम ठुलो भक्त अब यहाँ काम गर्दैछ बिचरा ए ल बाई बाई ल अब हाम्रो फाइनल अब जुगाड चलिरहेछ अब रिजल्ट अब एकछिन पछि देखाउँलाई ओहो यस्तो धेरै दुःख कष्ट यहाँ जस्ट एउटा पिङ खेल्नलाई 2 मिनट पिङ खेल्नलाई ढुङ्गै छोडिदिन्छ बेनु राम्रोसँग गर राम्रोसँग त खुट्टानिर नलैजाऊ न झन्
हाना ढुङ्गै दुई भाग भयो अब यी पर्फेक्ट आछ नि त अब हो अब उताबाट एउटा जोइन्ट आछ एउटा चिर्ला हाल्नु चाहिँ यो त्यो तरिका राम्रोसँग गर ए बच्चा चिरे हुन्छ त्यो माथिबाट ढुङ्गा अड्केर भाइ यो त अड्के नि हो होइन त्यो त अब त्यसलाई माथि ल बाहुबलीको ताकत राम्रोसँग गर त हातमा त जान्छ फेरि ल ल ल ल ल अरे बाहुबलीको भक्त होस् बे यो जोइन्ट बलियो हुन्छ के मैले भने बीचबाट काट्न बीचबाट काटेर ढुङ्गा हान्न लाग्यो हान्दा लिएर त्यो बीचबाट बिस्तारै तलसम्म ठ्याक ठ्याक त्यो हान्दै गर्न त्यो माथिबाट घुसाएर हान्न हो त्यसरी ठ्याक ठ्याक त होइन बाले बनाउँदा देख्दैनस् क्या भाइ राम्रोसँग गर त ए भाइ यो उसै ड्याङ त गर न होइन न त ढुङ्गा हाने नि हुन्छ क्या ढुङ्गा सहिले हुन्छ ए है गाडी चल अब कहाँ हान्दो रहेछ यार यसले हेर बाबा यो त आमा सवारी बरु बाला भनेको बाले बनाइदियो हेर्नु अँ क्या ल ल ल हान्न चल्छ ल ल भइहाल्यो लास्ट पढाउमा खाम हामी लास्ट पढाउनु न हामी अब चिर्दै ओहो म शक्ति भन्नु हो फेरि त्यो धेरै लामो हुन्छ तर ऊ त त्यताबाट काट्दै हुन्छ नि त अब त भोलि पनि खेल्ने बेला लिएर आउनुपर्छ है ल तेलमा हातिन्छन् कि फेरि नमुनाहरूले लिएर हिँड्दिने नि हामीले तर त्यो वास्ता पुरै ऊ थियो कि सुकेको खालको थियो त्यही भएर त्यो भाँचिहालेको क्या ताजा 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 भयो यार माछा धेरै हान्नु ह्यान्ड चिरा पर्यो भने त अनि पर्फेक्ट तर यसलाई अलि लामो हुन्छ कि यो वाला अझै काट्न पर्छ कि साइडबाट काटो अन्त अनि सोया ओके यही झ्याउ त नि यो बाँसको फेरि लालाई बनाउनु यतिकै हाल त ल रोक्नु रोक्दा साइडपट्टि पल्पन्न दे यो छोटो रहेछ नि तर यत्रो जुगाड गरिसक्यो अब त्यो बाँस देखाउनु चाहिँ अब अघि नै देखाउनु पर्दैन भइहाल्छ यो भएन भने तँ लास्ट गर्ने छोड्दै भाइ अब त धेरै स्ट्रगल गरिन्न अब फाइनली अब हाम्रो मेहनत र स्ट्रगलको सक्सेस भएको छ यहाँ हाम्रो फल हो के अब फाइनल यो भाग काट्न पर्ने क्या कोप्छ नत्र यसले ओए भाँचेर बसेर हेला वा दुख्दो रहेछ यार अनि त्यस्तो मजाको ख त अनि गाँड दुख्ने ए सही रहेछ नि ओ ल फाइनली ल अनि फाइनली पनि ए लैजालास् के लैजालास् घर लैजालास् बल्ल पो दामी फाइनली बल्ल भयो यार हैन रसहरु पनि सिधा खत्ता हो अझै यो ग्रिप अझै भयो हैन अझै अलि खोक्ला गरेको भए हुन्थ्यो कि त ठिक छ जो चिरिन्छ त मासु पनि के भयो के पस्यो हामी कहाँ बस्यो होला के ल ल ल पानी खस्लाई दाइ लौ न के चिच्चाको पानी खस्लाई भयो भाङ्गी गयो ए पिना दुसरा नम्बरमा नैनाइ 2 मिनेट खेल्नमा मिल्ने हुन्छ के भाङ्गी गइहाल्छ नि तिमी जाऊ कपाल फिर भएर हात तल के टेन्सन पर्यो र यहाँ साउथको गुल्ली यस देखि साउथको हिरोइन चाहिँ चट्ट के रे अनुपमाको थियो है कपाल त्यस्तै खतरा बेनुलाई यी भाइ छ
लौ न टेढो भयो क्या सिधा गर न हौ बेहोस भयो म के हो ओइ अया पिसबाट दुख्यो यसरी गर्छु म ल फेरि कोमामा अब त गयो भने ढल्छु अब त ल यो भन्छ लास्टमा च्याप्पै च्याप्पै लेट्स गो